गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ 7:30 जति भएको छ र आजको यात्रा चाहिँ हाम्रो यो गुल्फु भन्ज्याङसम्मको हुनेछ। केटाहरू सबजना एकदम हर्षित छन्, खुसी छन्। आजको यात्रा एकदम रमाइलो हुन्छ भन्ने आशा राखेको छु। धन्यवाद। बाँकी भिडियो हेर्दै गर्नुहोला। हाम्रो यहाँ केटाहरू बसिया खाएको लसो फ्याफुल्ला। नमस्कार, म आशिष तामाङ। आज हामी यो डाँडा कटेरी शङ्करापुर 4 को चाहिँ घ्लान खलकका दाजुभाइहरू आफ्नो घ्लानको चाहिँ उत्पत्ति भएको ठाउँ हेर्नलाई यो हाम्रो गुल्बु भन्ने ठाउँमा चाहिँ आइपुगेका छौँ। ठ्याक्कै 11:40 भइसकेको छ। यो बिहानको यो समयमा बाटो एकदमै कतिपय ठाउँमा अप्ठ्यारो रहेछ, तर यहाँ आइपुगिसकेपछि चाहिँ हामी चाहिँ एउटा हाम्रो घ्लान थरीहरू, घ्लान जातिहरूको चाहिँ यो गुल्बुबाट चाहिँ अन्यन्त्र बसाइ सरेको र हाम्रो चाहिँ पुर्खाको उत्पत्ति चाहिँ घ्लान थरीको उत्पत्ति चाहिँ यो ठाउँमा भएको एउटा विश्वासका कारणले चाहिँ हाम्रो यो उत्पत्ति भएको ठाउँ कस्तो रहेछ भन्ने कुराहरू खोज्नको लागि, हेर्नको लागि, बुझ्नको लागि चाहिँ हामी यगाटोल वासीहरू, शङ्करापुर 4 निवासी यगाटोलको घ्लान थरीहरू चाहिँ हाम्रो दाजुभाइहरू सबैजना करिब 14-15 जनाको एउटा समूह मिलाएर चाहिँ यो ठाउँमा चाहिँ अध्ययन गर्नको लागि उपस्थित भएको छ। तर यहाँ आइपुग्दाखेरि हामीले चाहिँ यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ तिनवटा कुतब भन्छौँ चुलो र एउटा कराई पनि देख्न सक्नुहुन्छ भने पछाडि चाहिँ हाम्रो तामाङ जातिको एउटा डम्फुको एउटा के छ भनेको एउटा आकृति र एउटा ऊ पनि बनाउनु भएको रहेछ। एकदमै खुसी लागेको छ। यो ठाउँको अलिकति प्रचार प्रसार हुनुपर्छ जस्तो लाग्छ र सबै घ्लानथरीहरूले चाहिँ एकचोटि यो ठाउँमा भिजिट गर्नु होला पनि भन्न चाहन्छु। र बाटोको हिसाबमा चाहिँ अलिकति यो बाटोलाई चाहिँ अझै व्यवस्थित गर्न सक्यो भने, प्रचार प्रसार गर्न सक्यो भने अझै यो ठाउँको विकास हुन सक्ने सम्भावना हाम्रो जुन एउटा इतिहासले चाहिँ खोज्दै आयो भने पक्कै पनि यो हाम्रो इतिहासले पनि बचाउनको लागि हामी पक्कै पनि चाहिँ साथ सहयोग हुन्छ भन्ने जस्तो मलाई लाग्छ। र हाम्रो दायित्व के हो त भन्दा आज हाम्रो इतिहास खोजेर, हाम्रो उत्पत्ति भएको ठाउँ खोजेर चाहिँ हामीभन्दा पछिको पुस्ताहरूलाई समेत हस्तान्तरण गर्ने एउटा हाम्रो मुख्य जिम्मेवारी सम्झेर चाहिँ हामी यहाँसम्म आइपुगेको